च्याप्टर 4 छ प्रोफेसनल प्र्याक्टिस सेक्टर्स इन नेपाल। योबाट हाम्रो 4 मार्क्समा आउँछ भनेको छ नयाँ सिलेबस अनुसार। 4.1 मा के छ त जब डिस्क्रिप्सन अफ इन्जिनियर्स वर्किङ इन पब्लिक सेक्टर, जब डिस्क्रिप्सन अफ इन्जिनियर वर्किङ इन प्राइभेट सेक्टर। होइन, पब्लिक सेक्टरमा काम गर्नेको इन्जिनियरको काम के हो र प्राइभेट सेक्टरमा काम गर्ने इन्जिनियरको चाहिँ काम के हो, जब डिस्क्रिप्सन के हो भनेको छैन। अब सुरुमा हामी जाम जब डिस्क्रिप्सन भनेको के हो बुझ्नको लागि त। अब जब डिस्क्रिप्सन भनेको चाहिँ के हो त भन्दा कुनै एउटा फर्मल डकुमेन्ट हो जसले चाहिँ कुनै पनि मान्छेको है, कुनै पनि इन्जिनियरको भनौँ यतिखेर कुनै पनि मान्छेको चाहिँ त्यो अर्गनाइजेसनभित्र के रोल हुन्छ, त्यो रोल प्ले गर्नको लागि टास्क चाहिने ड्युटिज, रेस्पोन्सिबिलिटी, क्वालिफिकेसनहरू चाहिँ के हुन्छ भन्ने कुराको आउटलाइन गर्ने फर्मल डकुमेन्ट भनेको के हो त जब डिस्क्रिप्सन भयो है। और जब डिस्क्रिप्सन इज अ फर्मल डकुमेन्ट द्याट आउटलाइन्स द इसेन्सियल टास्क, ड्युटिज, रेस्पोन्सिबिलिटिज एन्ड क्वालिफिकेसन रिक्वायर्ड फर अ स्पेसिफिक रोल विथिन एन अर्गनाइजेसन। त्यो अर्गनाइजेसनभित्र रहेर काम गर्दाखेरि त्यो रोल निभाउँदै गर्दाखेरि उसको गर्ने काम, त्यो ड्युटिज, रेस्पोन्सिबिलिटी र क्वालिफिकेसनहरूलाई आउटलाइन गर्ने एउटा फर्मल डकुमेन्ट भनेको के हो त जब डिस्क्रिप्सन भनेको जब डिस्क्रिप्सन रहेछ है। अब 4.1 यो चाहिँ हाम्रो प्राइभेट कन्स्ट्रक्सन अथवा प्राइभेट कन्सल्टेन्सी भनेर हामीलाई क्वेसन चाहिँ सोध्यो। तर 4.2 मा के भनेको छ त जब डिस्क्रिप्सन अफ इन्जिनियर्स वर्किङ इन प्राइभेट कन्सल्टेन्सी भनेको छ। अब प्राइभेट कन्स्ट्रक्सन कन्सल्टेन्सीमा काम गर्ने बित्तिकै म एउटा इन्जिनियर भएँ, म इन्जिनियर पास आउट भएर गइसकेँ, मेरो चाहिँ कुनै पनि एउटा प्राइभेट कम्पनीमा काम गर्दै गर्दाखेरि के रोल हुँदो रहेछ त भन्ने कुरा बुझ्नु पऱ्यो है त। सुरुमा भनेको हामीसँग 6वटा छ र त धेरै छ, अहिले हामीले बुदागत टिप्दाखेरि चाहिँ 6वटा 4 मार्क्सको लागि 6वटा लेखेका छौँ है। अब डिजाइन एन्ड इन्जिनियरिङ, फिजिबिलिटी एन्ड एनालाइसिस, कस्ट एस्टिमेसन, टेन्डरिङ एन्ड कन्ट्र्याक्ट, साइट सुपरभिजन, क्लाइन्ट एन्ड स्टेक होल्डर लाइजन भनेको छ त। अब डिजाइन एन्ड इन्जिनियरिङ भनेर भन्दै गर्दाखेरि हामीले कुनै पनि काम लियौँ है। इन्जिनियरिङ कन्सल्टेन्सी भन्ने बित्तिकै कन्सल्टेन्सीले कुनै पनि एउटा इन्फ्रास्ट्रक्चर अथवा बिल्डिङको चाहिँ हामीले अब जेसुकै हुन्छ यो बिल्डिङ इन्फ्रास्ट्रक्चर अरू जे काम पनि लिएको हुनसक्छ। त्यो काम लिँदै गर्दाखेरि हामीले त्यसको डिटेल इन्जिनियरिङ प्लान बनाइदिनु पऱ्यो, टेक्निकल स्पेसिफिकेसन बनाइदिनु पऱ्यो, स्ट्रक्चरल मोडलहरू चाहिँ क्याडहरूमा एनालाइसिस सफ्टवेयर अरू हुन्छ नि इट्याप्सहरूमा राखेर चाहिँ त्यो स्ट्रक्चरल मोडल चाहिँ डेभलप गरिदिनु पऱ्यो। त्यो काम कसको भयो त इन्जिनियरको भयो, प्राइभेट कम्पनीमा काम गर्दै गर्दाखेरि। डिजाइन एन्ड इन्जिनियरिङ भन्ने बित्तिकै के हो त डेभलपिङ डिटेल इन्जिनियरिङ प्लान्स, टेक्निकल स्पेसिफिकेसन एन्ड स्ट्रक्चरल मोडल्स युजिङ क्याड एन्ड एनालाइसिस सफ्टवेयर भनेर चाहिँ। अर्को छ फिजिबिलिटी एन्ड एनालाइसिस। फिजिबिलिटी अब फिजिबल छ कि छैन, फिजिबल भनेको के हो त त्यो काम गर्नलाई चाहिँ सक्ने छ कि छैन एनालाइसिस गर्नु पऱ्यो। त्यसमा के हुन्छ त हाम्रो टोपोग्राफिकल सर्वे कन्डक्ट गर्नुपर्ने हुन्छ, सोइल इन्भेस्टिगेसन अथवा साइट इन्भेस्टिगेसन गर्नु पऱ्यो, त्यसबाट चाहिँ कुनै पनि इन्भाइरोमेन्टलमा चाहिँ इम्प्याक्ट गर्छ कि गर्दैन भनेर चाहिँ त्यो प्रोजेक्ट भाइबल छ कि छैन, फिजिबल छ कि छैन भनेर इन्स्योर गर्ने काम पनि के हो त इन्जिनियरको हो। यदि हामी कन्सल्टेन्सीमा काम गर्छौँ भने, प्राइभेट कम्पनीमा काम गर्छौँ भने है। कन्डक्टिङ टोपोग्राफिकल सर्वे, सोइल साइट इन्भेस्टिगेसन एन्ड इन्भाइरोमेन्टल इम्प्याक्ट असेसमेन्ट टु इन्स्योर प्रोजेक्ट भाइबिलिटी भनेको छैन। अब अर्को छ कस्ट इस्टिमेसन। कस्ट इस्टिमेसन भन्ने बित्तिकै के हुन्छ त हामीले चाहिँ अब कुनै पनि काम इन्फ्रास्ट्रक्चर लिँदैछ भने त्यसमा चाहिँ मेटेरियल झार्दै गर्दाखेरि होइन, त्यहाँ चाहिँ बिल अफ क्वान्टिटी बनाउँदै गर्दाखेरि त्यो सबै क्यालकुलेट गर्ने काम कसको हो त इन्जिनियरको। कस्ट इस्टिमेट गर्ने काम कसको हो त इन्जिनियरको हो। क्यालकुलेटिङ द मेटेरियल टेक अफ्स, एमटिओ एन्ड डेभलपिङ द बिल अफ क्वान्टिटिज फर बजेट्स भनेको छैन। अब बजेटको लागि हामीले जस्तै 1 लाखमा चाहिँ घर बन्छ, इक्जाम्पल लागि 1 लाखमा घर बन्छ भने हामीले चाहिँ अब चाहिँ 1 लाखमा चाहिँ अब कति लिनु पऱ्यो कम्पनीको लागि चाहिँ त्यो अनुसार बनाइदिनु पऱ्यो होइन। मेटेरियल झार्ने क्रममा कति खर्च मेटेरियलमा लाग्छ भन्ने कुरा चाहिँ के हो त कस्ट इस्टिमेट गर्नु पऱ्यो। यति भनेपछि हामीले अरू लेख्न सकिहाल्छौँ है। टेन्डरिङ एन्ड कन्ट्र्याक्ट। अब प्राइभेट कम्पनीमा काम गर्दैछ भने टेन्डर भर्नुपर्ने हुन्छ। मेरो प्राइभेट कम्पनीले चाहिँ टेन्डर भर्नुपर्ने हुन्छ नि त। हो त्यो टेन्डर भर्नको लागि चाहिँ कस्तो जब स्पेसिफिकेसन चाहियो अनि टेन्डर डकुमेन्ट प्रिपेयर गर्नु पऱ्यो, क्लाइन्टहरूलाई चाहिँ कसरी असिस्ट गरेर चाहिँ हामीले एउटा कन्ट्र्याक्ट बिड गर्न सक्छौँ भन्ने कुराहरू चाहिँ इभ्यालुएट गर्ने काम कसको भयो त इन्जिनियरको भयो, यदि हामी प्राइभेटमा काम गर्दैछौँ भने। टेन्डरिङ एन्ड कन्ट्र्याक्ट, कम्पाइलिङ जब स्पेसिफिकेसन, प्रिपेयरिङ टेन्डर डकुमेन्ट एन्ड असिस्टिङ क्लाइन्ट्स इन इभ्यालुएटिङ कन्ट्र्याक्टर बिड्स। कन्ट्र्याक्टर बिड गर्दै इभ्यालुएट गर्ने क्रममा चाहिँ हामीले क्लाइन्टहरूलाई कसरी असिस्ट गर्ने, क्लाइन्टहरूलाई कसरी रिजाउने अथवा सरकारसँगै लिनु पऱ्यो भने सरकारसँग चाहिँ कसरी लिने भन्ने कुरामा चाहिँ इभ्यालुएट गर्ने काम कसको त इन्जिनियरको हो। र त्यसमा चाहिँ हामीले जब स्पेसिफिकेसन कम्पाइल गर्नु पऱ्यो होइन। कुनै पनि कामदारलाई चाहिँ हायर गर्दै गर्नुपर्दाखेरि यति खालको चाहिँ हामीले हायर गर्छौँ भन्ने कुरा भयो। टेन्डर डकुमेन्ट प्रिपेयर गर्ने काम कसको भयो त इन्जिनियरको भयो। अब साइट सुपरभिजन, हामीले कुनै पनि कन्स्ट्रक्सन प्रोजेक्टमा चाहिँ लिएको छौँ, कन्स्ट्रक्सन साइट लिएको छ भने त्यो साइटमा गएर चाहिँ त्यो हामीले भनेको अनुसार भनेको दिनमा भनेको अनुसार काम भएको छ कि छैन भनेर त्यो प्रोग्रेस हेर्ने काम पनि कसको त इन्जिनियरको। कन्डक्टिङ पिरियडिक साइट भिजिट टु इन्स्योर कन्स्ट्रक्सन प्रोग्रेस, क्लाइन्ट एन्ड स्टेक होल्डर लाइसन भनेको चाहिँ लाइसन भनेको हो मेल गराउने, स्टेक होल्डर र क्लाइन्टलाई चाहिँ मिलाउने काम कसको हो त इन्जिनियरको हो। रेगुलरली अपडेटिङ क्लाइन्टलाई पनि
भ्यालिडेट गराउनु पऱ्यो, आर्किटेक्टसँग कोलाबोरेट गरेर तिनीहरूले भनेको अनुसार डिजाइनमा काम गर्नु पऱ्यो र सँगसँगै कन्ट्र्याक्टरलाई पनि हामीले गडबड गराउने अब यति पैसामा काम गर्दै यतिमा काम गर्दै यति क्वालिटीमा काम गर्दै भनेर नेगोसिएट गर्ने काम कस्तो त इन्जिनियरको भनेको छैन। अब हामीसँग यहाँ भन्ने 2वटा छ नि त, च्याप्टर 4 मा 2टा छ, एउटा पब्लिक सेक्टर र प्राइभेट सेक्टर छ। अब पब्लिक सेक्टर भनेपछि हामी सरकारी इन्जिनियर भएर काम गर्दैछौँ भन्ने बुझौँ, सरकारी कार्यालयमा काम गर्दैछौँ भन्ने कुरा बुझौँ, र प्राइभेट सेक्टर भनेपछि हामी के हो कन्सल्टेन्सीमा काम गर्दैछौँ भन्ने कुरा बुझौँ। अब कन्सल्टेन्सीमा काम गर्दै गर्दाखेरि यदि बुझिसकेपछि हामीले के बुझाएको छौँ त भन्दाखेरि कन्सल्टेन्सीमा काम गर्दैछौँ भने हामीले त्यहाँ डिजाइन एन्ड इन्जिनियरिङ गर्नु पऱ्यो, त्यहाँ चाहिँ डिटेल इन्जिनियरिङ प्लान्स टेक्निकल स्पेसिफिकेसनहरू चाहिँ स्ट्रक्चरल मोडल्सहरू बनाउनु पऱ्यो। अनि फिजिबिलिटी एनालाइसिस भने चाहिँ त्यो काम चाहिँ हाम्रो भाइबल छ कि छैन, फिजिबल छ कि छैन भन्ने कुरा थाहा पाउनको लागि चाहिँ हामीले के गर्नु पऱ्यो त टोपोग्राफिकल सर्वे, साइट अथवा सोइल इन्भेस्टिगेसन गर्नु पऱ्यो, इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट पनि गर्नु पऱ्यो, कस्ट इस्टिमेसन भनेको चाहिँ हामीले बिओक्यू बनाउने काम अथवा मेटेरियलहरूको चाहिँ टेकअप्सको क्यालकुलेट गर्ने काम पनि हाम्रो हुने रहेछ। टेन्डरिङ एन्ड कन्ट्र्याक्ट अब टेन्डर भर्दै गर्दाखेरि टेन्डर डकुमेन्ट प्रिपेयर गर्नु पऱ्यो, कस्तो खालको चाहिँ जब स्पेसिफिकेसन चाहिन्छ हाम्रो कामदारको लागि, कस्तो जब स्पेसिफिकेसन छ त्यो भन्नु पऱ्यो, क्लाइन्टहरूलाई असेस गर्ने कामहरू पनि के हो त इन्जिनियरको हो। अब साइट सुपरभिजन भने के हो त प्रोग्रेसहरू थाहा पाउनुको लागि हामीले साइटमा गएर हेरिरहनु पऱ्यो, इन्सपेक्ट गर्नु पऱ्यो भन्ने कुरा भयो। अब क्लाइन्ट र स्टेक होल्डर लाइजन भनेको मेल गराउने हो, क्लाइन्ट र स्टेक होल्डरलाई हामीले मिलाउनुको लागि चाहिँ कन्ट्र्याक्टरहरूसँग नेगोसिएट गर्नु पऱ्यो, क्लाइन्टलाई पनि रेगुलरली अपडेट गराउनु पऱ्यो, आर्किटेक्टहरूसँग पनि हामीले स्टेक होल्डरलाई पनि यति काम भयो यति खर्च भयो भन्ने कुरा पनि हामीले के गर्नु पऱ्यो यति गर्नु पऱ्यो। डिजाइन एन्ड इन्जिनियरिङ, फिजिबिलिटी एनालाइसिस, कस्ट इस्टिमेसन, टेन्डरिङ एन्ड कन्ट्र्याक्ट, साइट सुपरभिजन, क्लाइन्ट एन्ड स्टेक होल्डर लाइजन भने चाहिँ अब आउँछ हाम्रो 4.1 हामी खासमा 4.2 हेरेर आयौँ है। अब 4.1 मा चाहिँ के छ त जब डिस्क्रिप्सन अफ इन्जिनियर्स वर्किङ इन पब्लिक सेक्टर। पब्लिक सेक्टरमा काम गर्ने इन्जिनियरहरू चाहिँ के हो त भन्दाखेरि नेपालको केसमा चाहिँ हामीले पब्लिक सेक्टर भनेपछि के बुझ्नु पर्यो त गभर्मेन्टले चलाएको अथवा गभर्मेन्टबाट चाहिँ बजेट छुट्याएर त्यसको आधारमा चाहिँ त्यो अर्गनाइजेसन चल्छ भने त्यसलाई हामीले चाहिँ पब्लिक सेक्टर भन्छौँ नेपालको कन्टेक्स्टमा है। द पब्लिक सेक्टर इन कन्टेक्स्ट टु नेपाल आर अन्डरस्टुड एज द अर्गनाइजेसन द्याट आर रन बाई द बजेट स्याङ्सन बाई द गभर्मेन्टले छुट्याएको बजेटमा चाहिँ त्यो अर्गनाइजेसन रन गर्छ भने त्यो अर्गनाइजेसनलाई हामीले के भन्छ पब्लिक सेक्टर भनेर भनिन्छ नेपालको कन्टेक्स्टमा भनेको होइन। अब पब्लिक सेक्टरमा भएको इन्जिनियरको काम भनेको चाहिँ के हो त टेक्निकल एडमिनिस्ट्रेटरको काम गर्ने हो अथवा यिनीहरू चाहिँ पोलिसी मेकरको काम गर्ने हो र सँगसँगै यिनीहरूको यो त भइहाल्यो यिनीहरूको के भन्छ अरे इन्जिनियर पब्लिक सेक्टरको इन्जिनियरको चाहिँ मेन काम भनेको चाहिँ अरू नै केही छ। प्राइमरी रेस्पोन्सिबिलिटी भनेको चाहिँ के हो त प्लान गर्ने, डिजाइन गर्ने, एक्जिक्युट गर्ने, अनि त्यो पब्लिक इन्फ्रास्ट्रक्चरहरूलाई मेन्टेन गर्ने अनि अरू सबै जुन काम जे पनि गरिन्छ त्यो चाहिँ के हो त गभर्मेन्टको रेगुलेसन आधारमा, गभर्मेन्टको बजेटको आधारमा र पब्लिक सेफ्टी स्ट्यान्डर्डको आधारमा चाहिँ हाम्रो चलिरहेको हुनुपर्छ भन्ने कुरा छ है। अर्को छ जब डिस्क्रिप्सन अफ इन्जिनियर्स इन पब्लिक सेक्टर क्यान बी डिभाइडेड इन्टु भने चाहिँ अब यहाँ पनि 5वटा छ। प्लानिङ, डिजाइन एन्ड एस्टिमेसन, टेन्डर प्रिपेरेसन एन्ड कन्ट्र्याक्ट म्यानेजमेन्ट, प्रोजेक्ट सुपरभिजन एन्ड क्वालिटी कन्ट्रोल, मोनिटरिङ, इभ्यालुएसन एन्ड रिपोर्टिङ, अपरेसन एन्ड पब्लिक वेलफेयर है। त अब हामी के हो त सरकारी कार्यालयमा इन्जिनियर बनेर जाँदैछौँ भने त्यहाँ हाम्रो काम के हुन्छ त भन्दाखेरि हामीले प्लानिङ गर्नुपर्छ, डिजाइन गर्नुपर्छ र इस्टिमेट गर्नुपर्छ है। प्लानिङ के को गर्नुपर्छ त भन्दाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चर बनाउँदैछौँ भने त्यो इन्फ्रास्ट्रक्चरको लागि हामीले प्रिलिमिनरी डिजाइन, डिटेल सर्वे, फिजिबिलिटी स्टडी जेसुकै हुनसक्छ त्यो प्लानिङ गर्नु पऱ्यो र सँगसँगै त्यसको टेक्निकल डिजाइन गरिदिनु पऱ्यो, कस्ट इस्टिमेट गरिदिनु पऱ्यो र त्यो पब्लिक इन्फ्रास्ट्रक्चर प्रोजेक्टहरूको चाहिँ लेआउट पनि हामीले गर्नुपर्ने हुन्छ। अब टेन्डर प्रिपेरेसन एन्ड कन्ट्र्याक्ट म्यानेजमेन्ट अब हामी सरकारमा बसेछौँ भने हामीले टेन्डर दिने भन्ने काम हुँदैन, हामी टेन्डर लिने भन्ने हुन्छ, अवार्ड गर्ने भन्ने हुन्छ। कुन चाहिँ कस्तो खालको टेन्डरलाई हायर गर्ने भन्ने कुराको के हो त हामी इन्जिनियरमा भर पर्छ। प्रिपेयरिङ टेक्निकल स्पेसिफिकेसन, टेन्डर डकुमेन्ट एन्ड कन्ट्र्याक्ट एग्रिमेन्ट हामीले चाहिँ के हो त टेक्निकल स्पेसिफिकेसन प्रिपेयर गर्छौँ, टेन्डर डकुमेन्ट बनाउँछौँ, त्यो टेन्डर डकुमेन्ट र कन्ट्र्याक्ट एग्रिमेन्ट पनि प्रिपेयर गर्ने काम कसको त हाम्रो र सँगसँगै त्यो अवार्ड कन्ट्र्याक्ट अवार्ड गर्दै गर्दाखेरि त्यसलाई फेसिलिटेट गर्ने, इभ्यालुएट गर्ने र अवार्डिङ गर्ने के हो त लको आधारमा कानुनमा रहेर, कानुनभन्दा माथि कोही छैन, कानुनमा रहेर चाहिँ हामीले फेसिलिटेट गर्ने, इभ्यालुएट गर्ने र अवार्डिङ गर्ने काम पनि के हो त इन्जिनियरको रहेछ। प्रोजेक्ट सुपरभिजन एन्ड क्वालिटी कन्ट्रोल अब हामी साइटमा गएर प्रोजेक्टको इन्सपेक्सन गर्ने, ओभरसी गर्ने, सुपरभाइज गर्ने हो, हामीले प्रोग्रेसहरू हेर्ने हो, क्वालिटी चाहिँ कन्ट्रोल भएको छ कि छैन भन्ने काम पनि यो अगाडि पछाडि सबैको सेम नै हुन्छ है। अब पब्लिक प्राइभेट भनेपछि एउटा टेन्डरमा फरक पर्छ, यो टेन्डर र कन्ट्र्याक्ट म्यानेजमेन्टमा फरक पर्छ। वहाँ चाहिँ हामीले टेन्डर भर्ने हो, यहाँ चाहिँ हामीले टेन्डर लिने हो, कसलाई लिने भन्ने कुरा भयो। अब प्लानिङ, डिजाइन र एस्टिमेसन भनेको उताकै के जस्तो हुन्छ, प्रोजेक्ट सुपरभिजन र क्वालिटी कन्ट्रोल भनेको पनि उता जस्तै हो, हामीले जुनै पनि काम दिन्छ भने त्यो क्वालिटी कन्ट्रोल भएको छ कि छैन भन्ने कुरा हेर्नु पऱ्यो। मोनिटरिङ, इभ्यालुएसन एन्ड रिपोर्टिङ अब वहाँ चाहिँ हामीले के गर्छौँ त स्टेक होल्डर र क्लाइन्ट बिचको लाइबिलिटी मात्र लाइजन के थियो अरे लाइजन मात्र गर्थ्यौँ भने अब यहाँ चाहिँ हामीले रिपोर्टिङ पनि गर्नुपर्ने हुन्छ होइन। हामीले के हो त हाम्रो काम भइरहेको कामको लागि मोनिटर गर्ने र त्यसको चाहिँ कम्प्लिटेड प्रोजेक्टहरू इभ्यालुएट गरिदिने र त्यो प्रोजेक्टहरूमा त्यो
इन्टरप्रेटिभ डकुमेन्ट र इभ्यालुएसन रिपोर्टलाई चाहिँ हामीले कम्पाइल गरेर बुझाउँछौँ है। अनि अपरेसन एन्ड पब्लिक वेलफेयर छ। अपरेसन एन्ड पब्लिक वेलफेयर भनेको चाहिँ के हो त भने हाम्रो इन्फ्रास्ट्रक्चर बन्यो, इन्फ्रास्ट्रक्चर बनी भइसकेपछि त्यो इन्फ्रास्ट्रक्चर चाहिँ लोकल बिल्डिङ कोड अनुसार चाहिँ कम्प्लाई भएको छ कि छैन, सेफ्टी रेगुलेसनहरू चाहिँ पुरा भएको छ कि छैन, इन्भाइरोमेन्टल गाइडलाइन चाहिँ मिलेको छ कि छैन भन्ने कुरा चाहिँ हामीले के हो त इन्स्योर गर्न पऱ्यो। र यदि हाम्रो त्यो घर बनिसकेपछि त्यसको अपरेसन र मेन्टेनेन्ससँग कोअर्डिनेट गर्ने काम भयो होइन, त्यो भइरहेको फेसिलिटीमा केही घटबड हुन्छ कि हुँदैन, अथवा पब्लिकको ग्रिभेन्सेस भनेको त शिकायत, पब्लिकहरूसँग केही शिकायत छ कि छैन भन्ने कुरा लिएको उसको त इन्जिनियरको भयो है त। भनेपछि अब हामीले सर हेर्दाखेरि पब्लिक र प्राइभेट दुइटा हेरेको थियौँ है। यहाँ लेखौँ, यहाँ पब्लिक हेऱ्यौँ एउटा, अर्को भनेको हामीले प्राइभेट हेऱ्यौँ। अरू केही पनि फरक छैन। हामीले सुरुमा के हो त पब्लिकमा भनेको नि के हो त डिजाइन गर्छौँ, प्लानिङ गर्छौँ र इस्टिमेट गर्छौँ। अनि यता पनि के हो त डिजाइन एन्ड इन्जिनियरिङ हुन्छ। अनि यहाँ फिजिबिलिटी एनालाइसिस, यहाँ कस्ट इस्टिमेसन, यहाँ पनि इस्टिमेसन गरिसक्यो, टेन्डरिङ एन्ड कन्ट्र्याक्ट, यहाँ पनि टेन्डरिङ एन्ड कन्ट्र्याक्ट, साइट सुपरभिजन, क्लाइन्ट एन्ड स्टेक होल्डर लाइजन भन्ने छ। यतापट्टि हाम्रो यही नै कुरा भयो।